दर्शकबिन साथीहरू फेरि पनि आज म एउटा भिडियो लिएर आएको छु। यो सबैजनाले सुनिदिनु होला हैन। अब हाम्रो देशमा बालेन रवि एक भयो भन्ने कुराहरू चाहिँ पनि एकदम तहल्का मचाइरहेछ, मार्केट खाइरहेछ कि यो विषयले। के हो त भन्दाखेरि आखिर जोसुकै आए पनि नयाँ होस् या पुरानो, जोसुकै आए पनि यो प्रदेश बेकारमा प्रदेश पालिरहने नेताका कार्यकर्तादेखि लिएर तलसम्म पिउनदेखि हाकिमसम्मका नेताका चम्चाहरू सबैलाई पाल्ने यो प्रदेश संरचना भन्दा हामीहरूले चाहिँ योलाई खारेज गरेर अनि राष्ट्र प्रमुखको रूपमा राजा रहने गरी नयाँ व्यवस्था कायम गर्नुपर्छ। अनि यही व्यवस्था हो भने चाहिँ देशमा जुनसुकै नयाँ आओस् या पुरानो आओस्, नयाँ पनि कहिले आएको 49-50 सालतिर माओवादी आयो, त्यतिखेर माओवादीको पनि त्यही समय थियो, त्यस्तै थियो। मतलब नयाँ आएको देशलाई कायापलट गर्छ, यो त खत्तम गर्छ, त्यतिखेरको जनताको आशा हो। अनि त्यसपछि माओवादी आयो होला कुनै ठाउँ कुनै कालमा, त्यसै क्रममा काङ्ग्रेस पनि आयो होला त्यस्तै गरेर। त्यसै गरी अहिले आयो कि रवि बालेन र नयाँ दल राष्ट्रपा। हामी रवि लामिछानेको मतलब पुरा समर्थन, उहाँले गर्नुभएको कामको सबैको सपोर्ट गर्छौँ। तर यो होइन कि यही व्यवस्था, यही प्रदेश होइन, यो सबै चिज राजा नरहने, राष्ट्रपति नै रहने यही व्यवस्था ठिक छ भनेको कारणले गर्दाखेरि उहाँको चाहिँ सपोर्ट लिन सकिन्न। र उहाँलाई सपोर्ट दिन सकिन्छ जहाँ भन्नुहुन्छ कि यो प्रदेश संरचना खारेज गर्नुपर्छ अनि राष्ट्रपतिको ठाउँमा राजा राखिनुपर्छ भनेर उहाँको लिखित या उहाँले चाहिँ भन्नु पर्यो होइन। सबै जनतालाई के छ उहाँको उद्देश्य पुरा प्रष्ट हुनु पर्यो सबै चिज। त्यसपछि हामी उहाँको समर्थन गर्न सकिन्छौँ। हामी पनि अड्किरहेछौँ अलिअलि गर्दा। मतलब यो व्यवस्था रहने उहाँले पनि मान्छे जति नै राम्रो, जति नै एकदम प्रष्ट भए पनि व्यवस्थाले गर्दाखेरि ऊ मान्छेलाई पुर्याइदिन्छ।